भोलि जानै पर्यो नि। नमस्ते, म रेखा थापा तपाईहरुलाई माता जानकीको नगरीमा हार्दिक स्वागत गर्न चाहन्छु। सर यो विश्वको सबैभन्दा राम्रो जग्गा यहाँ के छ नि सबै भगवान एकै ठाउँमा एकै समयमा यहाँ पधार्नु भएको छ। तपाईले यहाँ त मलाई लाग्छ जो कोही मानिसहरू पनि आउन चाहन्छ। एउटा जिउँदो जमिन जस्तो लाग्छ मलाई यहाँ हैन। एकदमै जानकी मन्दिरको दर्शन मात्र नभएर सिंह जनकपुरलाई नै हेर्न आउनुहुन्छ कि जानकी माताको घर हो यो जनकपुर हैन। त्यसकारणले गर्दाखेरि चाहिँ म सम्पूर्ण भक्तजनहरूलाई पर्यटकहरूलाई जति घुम्न जानुहुन्छ नि जस्तो बाली गइरहेको हुन्छ, ब्याङ्कक गइरहेको हुन्छ अथवा चाहिँ विभिन्न देशहरूमा गइरहेको हुन्छ। भरसक यदि आन्तरिक आफ्नो देशका यस्ता महत्त्वपूर्ण ठाउँमा जानु भएको छैन भने चाहिँ बकेट लिस्टमा चाहिँ जनकपुरलाई चाहिँ एकदमै प्रायोरिटीका साथ राख्नुहोस् भन्छु म चाहिँ। किनभनेदेखि सबै नेपालका हरेक ठाउँहरू घुमिसकेपछि अनि बल्ल बाहिर पनि घुम्ने नघुम्ने भने होइन। तर पहिला बाहिर घुम्नुभन्दा पहिला आफ्नै देशका विभिन्न एउटा इतिहास बोकेका ठाउँहरू चाहिँ घुम्न आवश्यकता हुन्छ। सब्सक्राइब गरिदिनु होला हाम्रो दाइको युट्युब च्यानल बबाल हिट बनाइदिनु होला। हाम्रो दाइ एकदमै राम्रो हुनुहुन्छ, इज भेरी स्विट, बोली पनि एकदमै राम्रो छ। हाम्रो दाइको प्रोग्राम दाइको लागि मेरो लागि भए पनि यो च्यानल सब्सक्राइब गरिदिनुहोस् है। धन्यवाद।